हेलो एभ्रिवन वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज ब्लग एकदम दामीवाला बन्नेछ किनकि थम्बनेल टाइटल हेरेर थाहा भइसक्यो यो कहाँ जाँदैछ भन्ने कुरा चाहिँ है। सो हाम्रो चाहिँ ब्याग प्याक रेडी भएर म चाहिँ अहिले ड्राइभर ठ्याक्कै यो चोकमा छु। अनि अब चाहिँ यहाँबाट ठ्याक्क निस्किनु पर्ने हुन्छ, निस्किएर केटाहरूलाई भेट्नुपर्ने हुन्छ। को कोसँग आइडन्ट नो है। म चाहिँ कसरी प्लान बनाएको भन्दाखेरि राति लाइक 8 बजे सचिनले फोन गर्यो ओए ट्रेकिङ जाने उता यो लाङटाङतिर भन्थ्यो, हुन्छ जाम भन्यो। ठ्याक्क रेडी भयो। त्यही नै हो है। अब धेरै के बोल्ने, हामी चाहिँ ठ्याक्क चौडाबाट चाहिँ अब हाम्रो गन्तव्यतिर लाग्यो। यता एउटा भ्लगर उता एउटा भ्लगर भलगर छन्, अब जे पनि बोलिदिन्छन्। एकछिनपछि केटाहरूले कन्टेन्ट बनाउनलाई ओए सुके पल्ट्यो चिच्चाउँछन् अहिले फेरि होइन। त्यही हो, अरू त के भन्ने हो र। अब योभन्दा पहिला तिलिचो ट्रेक गइएको थियो, अहिले चाहिँ अब यो लाङटाङ हो कि लङटङ भन्ने के भन्ने ठाउँ हो, यही जाँदैछौँ। लङटो भनौँ है, सर्ट फर्म लङटो। अलिक सुन्दा पनि मजा आउने। यो चाहिँ माई ड्राइभको अफिस। माई ड्राइभ भनेको चाहिँ के हो भन्दा बुटोलमा चाहिँ लग्जरी ट्याक्सी सर्भिस प्रोभाइडर एप पनि लन्च हुँदैछ माई ड्राइभको। सो अब मेरो भ्लग आउने बेलासम्म माई ड्राइभको एप पनि आउँछ होला। माई ड्राइभको एप डाउनलोड गर्नु होला। अनि त्यहाँबाट चाहिँ एकदम लग्जरी कारहरू चाहिँ बुक गरेर मजाले आफ्नो डेस्टिनेसनमा पुग्न मिल्छ। यो 6 महिना इन्टरभलमा एकदम धेरै कुराहरू चेन्ज भइसकेको थियो। मैले आफै पर्सनल्ली पनि माई ड्राइभबाट एउटा गाडी हालिदिएको छु। गाडी चाहियो भने चाहिँ पर्सनल बुकिङको लागि गाडी चाहियो भने चाहिँ माई ड्राइभको एपबाट गर्दा पनि हुन्छ। र मलाई पर्सनल्ली कल गरेर ओ साथी गाडी छ कतै भनेर कन्ट्याक्ट गर्दा पनि हुन्छ। के भन्ने, अरू त त्यस्तै हो। अब 4 जना मिलेर चावडा गाडी हालिदिएको, सुमन दाई, म, अमृत अनि माधव दाई भन्नेको। यो दुईवटा केटाहरूले पनि हाल्ने प्लानमा छन् अझै। हेर्नुहोस् त पेट्रोल कति छ। यति पेट्रोलमा म लङटो हिँड्न रेडी भएर बसेछु। अब यहाँ चाहिँ पेट्रोल हाल्नुपर्ने हुन्छ। यहाँको पेट्रोल चाहिँ बवाल हुन्छ भन्छन्। लेट्स सी बवाल हुन्छ कि नै। त अब हामी टेक्निकवाला नै छौँ, कतिको माइलेज दिन्छ के दिन्छ भन्ने कुरा चाहिँ कति बोल्ने के बोल्नै बिर्सेछु कि म त 6 महिना 7 महिना भयो भ्लग नगरेको। बेला बेला जोस आउँछ, ल अब चाहिँ कन्टिन्यू भ्लग गर्छु है भन्ने जोस आउँछ। फेरि केही समयपछि भन्ने हुन्छ कि। म यो बिच बाटोमा आइसकेपछि के रियलाइज गरेँ भन्दाखेरि चाहिँ मैले चाहिँ बिल बुक लाइसेन्स दुइटा ल्याउन बिर्सेको रहेछु। अब बाटोमा चेकिङ पर्दाखेरि चाहिँ ट्याक्क जहाँ चेकिङ हुन्छ 1000 रुपियाँको चिट काट्ने पर डे हिँड्ने। कतै हिँड्दाखेरि चाहिँ चेकिङ चाहिँ परे होइन। अब तिलिचो जाँदा पनि मैले यो बिल बुक लाइसेन्स लगाउन बिर्सेको थिएँ। अहिले पनि यस्तो हतार भयो क्या। अब राति 8 बजे बल्ल ल त्यो घुम्न जाने लङटो भनेर प्लान बनेको हाम्रो। फेरि लङटो भन लाङटाङ भन्न जानेन भनेर बिल्ला हान्न पनि सक्छौ तिमीहरू। यो सर्ट फर्म मैले लङटो युज गरेको ओल्ड है। त्यही केटाहरू चाहिँ यहाँ यस्तो रेस्ट गरेको छन्। अब यस्तो चिल गर्नुपर्छ यहाँ चाहिँ। अरू केटाहरू अघि गयो कि पछि गयो आई डोन्ट नो है। सचिन त्यहाँ छ, म यहाँ छु। को कहाँ छ के छ टुङ्गो छैन बुङ्गो छैन। अब एक ठाउँ बसेर च्याप्प नास्ता खानुपर्छ भन्थे। आज फेरि सोमबार छ, केटाहरूले अब खायो भने म चाहिँ हेर्ने मात्र। आज चाहिँ यसो केरा खाइएछ नि अलग कुरा नत्र अरू चाहिँ यस्तै हो। न लाइसेन्स छ न बिल बुक छ, मामालाई चाहिँ नि सिरिङ हुन्छ। लाइसेन्स ल्याएर आऊ न बिल बुक ल्याएर त्यत्रो होइन। आज हामी लगभग काठमाडौँभन्दा धेरै हो। त्यो बल्छी भन्ने ठाउँ छ नि, काठमाडौँ जाने बल्छी भन्ने छ नि। त बल्छीबाट अब अर्को साइड लाग्ने हो हामी। त्यो त्यहाँसम्म हामी पुग्ने हो। मैले बिल बुक लाइसेन्स केही ल्याएको छैन। मेरो लापरवाह, कति लापरवाह छु। गाह्रो छ, गाह्रो। हल्का घामले हाने हावाले हाने हरि निन्द्रा लाग्न थाल्यो, बब्ली निन्द्रा लाग्न थाल्यो। किन हो यस्तो। म चाहिँ खास हिँडेको चाहिँ गोसाइकुण्डा पनि हामी जान्छौँ भनेर चाहिँ गोसाइकुण्डा जान सकिन्छ कि भन्ने वेमा चाहिँ आएको हो। केटाहरूले चाहिँ सकिन्न कि जस्तो कुरा गर्छन्। अहिले फेरि राति सचिनले फोन गरेर के भन्नु भन्दाखेरि चाहिँ ल अब हामी चाहिँ यहाँ जानुपर्ने भयो जामी। प्लान केही थिएन हाम्रो। झोरपाटनको प्लान पनि बन्दै थियो, यताको प्लान केही थिएन। त्यही हरिम निन्द्रा लाग्न थाल्यो मलाई। माखासम्म कहाँ गएर बाइक ठोक्थेँ यार मैले गाडी चलाउन। हरिमाखा जम्म बन्द भइरहेको कि। सो त्यही नै हो। अब हामी चाहन लाग्यो, चाहेर हामी चाहिँ कहाँ पुग्ने हो। कहाँ पुग्ने हामी लङटो होइन। बाटो चाहिँ हरिप राम्रो बनाएको छ राजु भैले होइन। यस्तो भएको थियो कि यहाँ झिम पारिरहेको थियो। यो मजाले आयो। अनि केटाहरू चाहिँ पछाडि छुटेछन्, वेटिङ गरिरहेँ। 2 कप चिया खाइयो नि यससँग। 2 कप चिया खाएर के केटा अझै आएन। सोमबारको दिन ट्रिप परेपछि यस्तै है। केरा बनाना सुन्तला ओरेन्ज अनि बस्ने। दिस इज कल एडभेन्चर। मलाई एकचोटि होइन यो 9 क्लासमा पढ्ने बेला प्रिन्सिपल बुढोले हरि पिटेको क्या यो दोचर हेर्न जाँदाखेरि।
घरबाट स्कुल जान्छु भनेर निस्केँ बाटा दोजरले खान लाग्छ जसपरि दोजरले खानेको हेरेर बसेँ क्या मैले फाइनल्ली यो डाउन डेको उकालो उकालो कट्यो अब चाहिँ आनन्द हुन्छ केटाहरूलाई वेट गर्नुपर्छ केटाहरू पछाडि नै छन् धेरै पछाडि छन् जाम छ मैले जाममा साटा अगाडि आएँ अब केटाहरू 1 घन्टा कुर्नु पर्छ यहाँ फाइनल्ली जनता आइयो यहाँ यो ओह्रालो कट्यो लास्ट के फाटिसकेछ बाइक ध्वस्तै हिलो भइसक्यो यो बाटोमा आइसकेपछि चाहिँ मलाई के फिल भयो भन्दाखेरि चाहिँ म चाहिँ अहिले नेपालमा छैन के म विदेशमा छु अहिले लौरे म त सल्टिन छुट्टीमा आएको यो भिडियोको स्पोन्सर रहेको छ जोप्पा इम्पायरका चाहिँ एकदम डिफ्रेन्ट फिल्डहरू छ जस्तै जोप्पा अनलाइन स्टोर जसले चाहिँ ग्याजेट आइटमहरू अनलाइनमा सेल गर्छ त्यसपछि अर्को छ जोप्पा डिजिटल जसले चाहिँ तपाईँहरूले नयाँ कुनै बिजनेस स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँको बिजनेस रन गर्नलाई है तपाईँको बिजनेसमा प्रफिट ल्याउनको लागि चाहिँ मार्केटिङको स्ट्राटेजीहरू लगाउने काम गर्छ अर्को छ जोप्पा होम ट्युसन इन बुटलमा भएका प्यारेन्ट्सहरूको लागि इफ उहाँको बच्चाको लागि चाहिँ टिचर चाहियो भने चाहिँ होम ट्युसन टिचरको व्यवस्था मिलाउने काम गर्छ यस्तै गरी अब चाहिँ जोप्पा ट्याक्सी सर्भिसेस पनि छ हाम्रो है तपाईँहरू चाहिँ अब लग्जरी कार बिएको लागि वा तपाईँलाई कतै एकदम राम्रो ठाउँ कतै घुम्न जान मन लाग्यो भने जोप्पा ट्याक्सी सर्भिसेसबाट कार बुक गर्न सक्नुहुन्छ ड्राइभर हामी प्रोभाइड गर्छौँ कार हामी प्रोभाइड गर्छौँ हजुर डुल्ने हो थोरै पेमेन्ट तिर्ने हो अब हामी भनौँ यसले भनेपछि यसकै रहेछ क्या भन्ने सोच्नुहुन्छ भने अब मेरै हो उसका बाउको के लाग्छ जोप्पा इम्पायर मेरो मायालु तिमी 100 102 है म त मजाकमा साँच्चीकै विदेशै आइसक्यो यार के हो यो बाटो के हो चम्पाकली असारे महिना पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने असारे महिना पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन मैसाङले रुदै धर नौ डाँडा पारी छ कम्पनी सहर तेरा यारोमा बन्डा तेरा यारोमा यस्तो बाटो भयो भने लाइक हामीलाई यहाँदेखि काठमाडौँ जान चाहिँ धेरै टाइम लाग्दैन के सिजी भन्ने ठाउँमा है यो सिजी एरिया हो यो ठाउँमा यो तर केटागरीमा छोडेर गयो यार मलाई एउटा फोन कल आएको थियो अफिसको अनि उता कम्पनीको कल उठाउन थालेपछि लेट भयो कि मलाई चाहिँ केटाहरू छोडेर हरि कुदे मलाई फोन पनि गरेनन् त नर्मल हो क्या यो बाटोमा फेरि त्यही नै हो हामी चाहिँ नारायणी खोलाको तिरमा आइसकेका छौँ मतलब पुलमा आइसकेका छौँ यो बाटो थोरै यता जाने हो र यस्तो मोड्ने भने चाहिँ कन्टिनेन्टल बोर्डिङ भन्ने छ यहाँ थोरै दलतिर कन्टिनेन्टलमा चाहिँ म 3 क्लाससम्म पढेको थिएँ हामी चाहिँ नारायणी खोलाको ठ्याक्कै यो पुलमाथि आएका छौँ तल चाहिँ नारायणी खोला हो अनि यो पुलको चाहिँ लाइफ ड्यामेज भइसकेको छ र त्यही पनि नयाँ पुल बन्ने सुरसार केही पनि छैन म छिर्दौडिन्छु फेरि पल्टेर मऱ्यो भने मेरो लाइफ चाहिँ एकदम इम्पोर्टेन्ट छ कि म मऱ्यो भने भ्लग यो कसले हाल्छ युट्युबमा लाङटोको भ्लग कसले हाल्छ त्यही हो अब हामी चाहिँ 36 किलोमिटर जानुपर्ने भयो मुगलिङको लागि केटाहरू कहाँ गए केटाहरूलाई वेट गर्नुपर्छ पहिला ओके त्यही नै है हामी चाहिँ नारायण घाट पुल तरेर यो कता आइसकेका छौँ आई डोन्ट नो वेयर इज इट यो गाडी पनि चितवनको एकदम भरपर्दो गाडी हो यो गाडीबाट पनि तपाईँहरूले चाहिँ अब बुकिङ लिन सक्नुहुन्छ हामी चाहिँ मुगलिङको बाटोमा कुदिरहेका छौँ अनि यो पुकुलेलाई चाहिँ तपाईँहरूले चिन्नुहुन्छ भने यसले भ्लग गर्छ सुके भ्लग छ सब्सक्राइब गरिदिनु होला देख्नु भएको नि यहाँ यही हो कि यही अनि त्यही हो डाँडा गरेर साइलेको हरिप नै याद आइरहेको छ अरू त के भनौँ र खै अब माया लाग्छ भनेर भएन माया लाग्नुपर्छ भन्थे के भन्न लाग्यो मैले के भनिरहेको त्यही हो यताउति अब जे बुझे पनि कुरा त्यही नै हो धन्यवाद आरिगातो गोजाइमास त यसकीमा मलाई जितिछ नि तैँले मलाई जितिछ न रोक तँलाई तेरीमा लौडे मासाला बचाऊ मेरो अपहरण भयो बचाऊ उही मा धने साँच्चीकै ब्रेक नलाग यार ओके त यो चस्मा लगाएर दादा हिरो भइसक्यो दामी के दामी ओ माई गड चुप खान मन लाग्यो होला तर नखानुहोस् किनकि म अरू कसैको छोरा हो चस्मा लाउँदा त सिन पनि बवाल देखिने रहेछ अनि हामी 3 जना यहाँ वेट गरिरहेको केटाहरू लगभग आधी घन्टा भयो केटाहरू अझै आएन यहाँ चाहिँ 2टा फोटो पनि खिचियो हामी चाहिँ हिँडिरहेछौँ दौडिरहेछौँ अरू कन्टेन्ट केही छैन हिँडिरहेछौँ दौडिरहेछौँ
आउन त यो कहाँ यो टुम्बो गुम्बो केही छैन त्रिशुली रहेछ है त्रिशुलीको किनारमा एउटा गीत थियो नि त्यस्तै यो त्रिशुली हो अनि थोरै पल्टेर चाहिँ त्रिशुली खोला छ त्यही हामी यहाँ आएर बसेर पनि बाइक ध्वस्तै छ अनि अब यहाँबाट हाम्रो गन्तव्यमा पुग्नलाई 3 घन्टा लाग्छ तर हाम्रो आज बास यतै हुन पनि सक्छ टुङ्गो छैन त्यही केटाले वेट गरिरहेछ भन माछाले केटाले वेट गरिरहेछ अब कहाँ बसिन्छ के बसिन्छ भन्ने कुरा पछि अपडेट गर्दै गरौँ ल ब्लग आदि अधुरो भयो भने अब रमाइलो गर्नु होला धन्यवाद सो त्यही नै हो हामी चाहिँ खानपिन गरेर बिस्तारमा फाल्ने केटाहरू यसरी सब लोद पऱ्यो बाइक चलाएर थाकेर अनि केटाहरूले त 10 बजे खाएको मैले भर्खर 12 बजे आज सोमबार 12 बजेपछि बल्ल खाने भनेर 12 बजेसम्म वेट गरेर बल्ल खाएर भ्याएँ यसरी यो हेर त यो खोर बाख्राखोर होइन भेडाखोर भेडाहरू नि सबै अरू त्यही हो ल आजलाई भ्लग यति नै किप वाचिङ नेक्स्ट भ्लग अरू के भनौँ यति नै हो यहाँ साथ छ गोप्रो चार्जमा छ एउटा मात्रै ब्याट्री थियो त्यो र त्यो चार्ज सक्यो कि बिचमा अनि त्यस्तै भयो भ्लग पनि अब चाहिँ मेसो मिल्छ भ्लगको पनि भोलि चाहिँ ल गुड नाइट सी यू सुन लभ यू